सन् 476 मा पश्चिमी रोम साम्राज्य ढल्यो भनिन्छ, तर वास्तविकतामा रोमको पतन कुनै एक मितिको घटना थिएन। यो त झन्डै 300 वर्ष लामो एउटा मन्द गतिमा चलेको विघटन प्रक्रिया थियो, जहाँ साम्राज्य भित्रभित्रै कमजोर हुँदै गयो। यसको सुरुवात लगभग तेस्रो शताब्दीबाटै भएको मानिन्छ, जब विभिन्न सङ्कटहरू एकपछि अर्को बढ्दै देखा पर्न थाले। यो कुनै अचानकको हार नभई धेरै जटिल कारणहरूको परिणाम थियो, जसले अन्ततः संसारकै शक्तिशाली साम्राज्यलाई घुँडा टेकायो। यसरी रोमको पतनलाई कुनै एउटा बिन्दुमा सीमित राख्नु इतिहासलाई सरलीकरण गर्नु मात्र हो। रोम साम्राज्य यति विशाल भयो कि यसलाई प्रभावकारी रूपमा शासन गर्न असम्भव भयो। यसको क्षेत्रफल लगभग 65 लाख वर्ग किलोमिटर थियो, जुन आजको भारतभन्दा दोब्बरभन्दा बढी हो। यति ठूलो क्षेत्रमा छरिएका प्रान्तहरूलाई एकै ठाउँबाट नियन्त्रण गर्नुपर्दा प्रशासनमा ढिलाइ र अव्यवस्था बढ्यो। स्रोत र जनशक्ति व्यवस्थापनमा ठूलो चुनौती आयो, जसले गर्दा साम्राज्यको पश्चिमी भागमाथि नियन्त्रण अझ कमजोर बन्दै गयो। यो भौगोलिक विशालताले गर्दा हरेक कुनामा एउटै नियम र कानून लागू गर्न पनि कठिन भयो। रोममा राजनीतिक अस्थिरता एउटा ठूलो समस्या थियो, विशेष गरी तेस्रो शताब्दीको सङ्कट भनेर चिनिने अवधिमा। सन् 235 देखि 284 सम्म 50 वर्षको अवधिमा लगभग 26 जना सम्राटहरूले शासन गरे, जसमध्ये अधिकांशको हत्या भयो। यो अस्थिरताले गर्दा कुनै पनि सम्राटले दीर्घकालीन योजना बनाउन वा लागू गर्न पाएनन्, जसले प्रशासन र सुरक्षामा ठूलो असर पार्यो। सम्राटहरूको निरन्तर फेरबदल र गृहयुद्धले साम्राज्यलाई आन्तरिक रूपमा खोक्रो बनाउँदै लग्यो। सैनिकहरू पनि आफ्नो सम्राटप्रति वफादार नभई पद र सुविधाका लागि मात्र लड्न थाले।